राम राम सक्खु जहान मोर मिनी भ्लग में स्वागत बा सबैजनालाई मेरो मिनी भ्लगमा चाहिँ स्वागत छ र आजको भिडियो चाहिँ मैले क्लङ्कीदेखि स्टार्ट गरिरहेको छु र आज चाहिँ हामी घुम्नको लागि भनेर कालुपाण्डे जाँदैछौँ। कालुपाण्डे चाहिँ काठमाडौँदेखि आधी घण्टा लाग्छ र हामी जाममा पर्दा चाहिँ कस्तो क्युट डगी पनि देख्यौँ। अनि अब जाम त भइरहेकै हुन्छ र जस काठमाडौँदेखि चाहिँ आधी घण्टा 45 मिनटमा पुग्न सकिने ठाउँ चाहिँ टन्नै छन् र त्यो मध्ये चाहिँ कालुपाण्डे पनि हो। र विकेन्डमा चाहिँ अब विकेन्डहरूमा चाहिँ जस यता साइड चाहिँ प्याक नै हुन्छ, पिकनिक्सहरू खाने अनि गएर रमाइलोहरू गर्न यतिकै घुम्न आउनेहरू नि टन्नै हुनुहुन्छ, मान्छे आउनुहुन्छ। अनि त्यो मध्ये हामी पनि आज गइरहेछौँ र यहाँको बाटोहरू पनि एकदमै राम्रो छ, जङ्गल एरिया नै भनौँ। अनि कस्तो पहाड चढेर यस्तो मलाई चाहिँ यस्तो पहाडहरूको बाटो चाहिँ कस्तो रमाइलो लागिरहेको हुन्छ। अनि यो के भन्छ, अस्ति म लास्ट टाइम आउँदा चाहिँ कस्तो राम्रो थियो कि यहाँको बाटोहरू, तर अहिले फुटिसकेको रहेछ अलिअलि। अब त्यही पनि अब हामी चाहिँ कुरा गर्दै गइरहेको थियौँ, लास्ट टाइम आउँदा चाहिँ यहाँ बाटो कस्तो राम्रो थियो, अहिले चाहिँ कस्तो भारी छ भनेर। अनि यहाँ त लालीगुँरासहरू पनि एकदमै मजाले लाइक फुलिरहेको हुन्छ सिजनमा चाहिँ, तर अहिले सिजनहरू सकिन लाग्यो नि त, त्यही पनि अलिअलि चाहिँ थियो। अनि त्यो हेर्दै गइरहेको थियौँ। अनि हामी चाहिँ कालुपाण्डे चाहिँ पुग्न चाहिँ सकेन, बिच बाटोदेखि चाहिँ फर्क्यौँ किनकि मलाई रुगा नि लगाइरहेको थियो, यसो चिसो भयो। अनि त्यो भएर चाहिँ हामी फर्क्यौँ। अनि अब यस्तै कुरा गर्दै हामी चाहिँ घरतिर आइरहेको थियो, तर यहाँनिर चाहिँ अलिक तल झर्दै त्यही बाटोमा चाहिँ अलिकति चौर जस्तो नि छ, त्यहाँनिर नि राम्रै छ ठाउँ। अनि मैले चाहिँ ज्ञानीको भिडियोहरू बनाइदिइरहेको थिएँ, फोटोहरू खिचिदिइरहेको थिएँ, तर उसलाई मेरो भिडियो फोटोहरू खिच्नै आउँदैन के, त्यो राम्ररी गर्ने कसरी मिलाउने के गर्ने त्यो हुँदैन। अनि म रिसाइरहेको हुन्छु, मैले चाहिँ तिम्रो फोटोहरू कस्तो राम्रो खिचिदिरहेको हुन्छ, तिमीले चाहिँ मेरो फोटोहरू राम्रो खिच्दैन भन्दै, अनि मलाई आउँदैन भन्छ। अनि यस्तै गर्दै के गर्ने कुरा हुँदै थियो हाम्रो। तपाईँ कहाँ घाँटीबाट आउटो ठरुवा नै ज्ञानी स्विजरल्यान्ड पार्क कहाँ हो? स्विजरल्यान्ड पार्क बोलो ना यार, मनै सुनेको कि डराइ टोकी का अपन बोलो, कहाँ डर लगा था तुझे? स्विजरल्यान्ड पार्क कहाँ हो? हाँ, तर हमने वहाँ का थे कालुपाण्डे गईली, तर वहाँ तक पुगे सेक्न आँट नहीं लस। सो आइगली हमरे रिटर्न हुई गली। और ई ठाउँ में फिर एक दुकान हुक्रे फिर बाटे, यहाँ फिर सुकुर बावई रुखुआ हुक्रे बाटे अटना सुकुर। सो मैं सोच लूँ यही ब्लॉग स्टार्ट कर लूँ। आज एक ब्लॉग स्टार्ट तो हुई गया, तो फिर लाइक बात कर लियूँ कहीं सोचनू हे हो। और मैं आज लाल लिपस्टिक लगाई लाटू गाइस, यानी आज बड़ी लिपस्टिक कैसे दिखाई था? हाँ बढ़िया से रुको यार, आवाज टाल लगे बोला सुन रहे। मेरे धन्यवाद की गर्लफ्रेंड को तो बिल्वा गया नहीं बता रहे हो डॉक्टर, सर्दी लागिला तिमी क्या करे, सर्दी लग गई तो क्या करे लागल? बीच के आप मौसम पे चेंज होता है ना, डॉक्टर से बोलो नहीं सुन जाती यार। अरे यार मौसम चेंज होता है उतना मोटी नहीं है टू ठरवा। सो ओके गाइस,